गुरुकुल नेपालको नयाँ भिडियोमा सबैजनालाई स्वागत छ। आजको यस भिडियोमा हामी कक्षा 12 को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा अर्थात् सोसल बुकको चाहिँ मोडल क्वेसन सोलुसन गर्न गइरहेका छौँ। अब आउने भिडियोहरुमा हामी यस्तै गरी क्लास 12 को चाहिँ सबै सब्जेक्टहरुको चाहिँ मोडल क्वेसन सोलुसन गरेर अपलोड गर्नेछौँ। तिमीहरु त्यसैले च्यानलमा नयाँ छौ भने च्यानललाई सब्स्क्राइब गर्न सक्छौ। आज चाहिँ हामी क्लास 12 को सोशलको मोडल क्वेसन सोलुसन गर्न गइरहेका छौँ। हामीलाई चाहिँ 75 नम्बर फुल मार्कको क्वेसनहरु सोध्छ भने समय चाहिँ हामीलाई 3 घण्टा दिएको हुन्छ। समूह क मा चाहिँ हामीलाई अति संक्षिप्त उत्तरात्मक प्रश्नहरु गरेर 11 वटा क्वेसन सोध्छ। एउटा क्वेसन गरेको हामीले 1 मार्क पाउँछौँ। 1 नम्बरमा चाहिँ सामाजिक अध्ययनको कुनै एक प्रमुख उद्देश्य उल्लेख गर्नुहोस् भनेको छ। सामाजिक अध्ययनको एक प्रमुख उद्देश्य भनेको समाजको संरचना, कार्यप्रणाली र समस्याहरूको गहिरो अध्ययन गरी समाधानका चाहिँ उपायहरू प्रस्तुत गर्नु हो भनेर हामीले यसको उत्तर लेख्न सक्छौँ। 2 नम्बरमा पाश्चात्य चिन्तनमा पुनर्जागरण युगलाई प्रबोध युग वा ज्ञानोद्दीपन युग भनिन्छ किन? एक वाक्यमा लेख्नुहोस् भनेको छ हैन। यसको एन्सर हुन्छ पुनर्जागरण युगलाई प्रबोध युग वा ज्ञानोद्दीपन युग भनिन्छ किनकि यस समयमा विज्ञान, कला, साहित्य र दर्शनमा चाहिँ ठूलो प्रगति भएको थियो भनेर हामीले यसको एन्सर लेख्न सक्छौँ। 3 नम्बरमा तपाईले सामाजिक अनुसन्धानबाट प्राप्त गरेको तथ्याङ्कलाई चित्रात्मक प्रस्तुतिमा किन सहज मान्नुहुन्छ? आफ्नो अनुभव एक वाक्यमा लेख्नुहोस् भनेको छ। सामाजिक अनुसन्धानबाट प्राप्त तथ्याङ्कलाई चित्रात्मक प्रस्तुतिमा सहज मानिन्छ किनकि यसले जटिल जानकारीलाई सरल र बुझ्न सजिलो बनाउँछ भनेर यसको एन्सर हामीले लेख्न सक्छौँ। 4 नम्बरमा चाहिँ तपाईलाई अध्ययन प्रस्तावना संरचनाको कुन पक्षलाई सबभन्दा बढी महत्त्वपूर्ण ठान्नुहुन्छ? आफ्नो तर्क कारणसहित एक वाक्यमा उल्लेख गर्नुहोस् भनेको छ। म अध्ययन प्रस्तावनको उद्देश्यलाई चाहिँ सबैभन्दा महत्त्वपूर्ण ठान्छु किनभने यसले अनुसन्धानको उद्देश्य स्पष्ट रूपमा परिभाषित गर्दछ भनेर 4 नम्बरको पनि मैले एन्सर लेखिसकेको छु। 5 नम्बरमा चाहिँ दिव्य उपदेशको अर्थ एक वाक्यमा लेख्नुहोस् भनेको छ। दिव्य उपदेश भनेको चाहिँ पृथ्वीनारायण शाहले चाहिँ अन्तिम समयमा प्राप्त गरिएको पवित्र उपदेश हो हैन। पृथ्वीनारायण शाहबाट चाहिँ प्राप्त गरिएको उपदेश चाहिँ के हो? दिव्य उपदेश हो भनेर मैले लेखेको छु। 6 नम्बरमा तपाईँ आफ्नो विद्यालय वा समुदायमा रहेको अपाङ्ग व्यक्तिको सहज जीवनयापनका लागि कसरी सहयोग गर्नुहुन्छ? आफ्नो भूमिका एक वाक्यमा उल्लेख गर्नुहोस् भनेको छ। म विद्यालय वा समुदायमा रहेको अपाङ्ग व्यक्तिहरूलाई सहायक उपकरणहरूको व्यवस्था हैन र पहुँचयोग्य वातावरणको विकास गरी सहयोग गर्छु भनेर मैले 6 नम्बरको एन्सर लेखेको छु। 7 नम्बरमा तपाईको सार्वजनिक महत्त्वको विषय सम्बन्धी सूचनाको हक हनन भयो भने उक्त विषयमा सूचनाको हक पाउने अधिकारलाई कसरी उपयोग गर्नुहुन्छ? एउटा प्रक्रिया उल्लेख गर्नुहोस् भनेको छ। यसको उत्तर हुन्छ सार्वजनिक महत्त्वको विषयमा सूचनाको हक हनन भयो भने म सूचना आयोगमा निवेदन दिन्छु भनेर यसको एन्सर लेख्न सकिन्छ। 8 नम्बरमा चाहिँ स्वैच्छिक बसाइसराईको अर्थ एक वाक्यमा उल्लेख गर्नुहोस् भनेको छ। स्वैच्छिक बसाइसराई भन्नाले आफ्नै इच्छाले बसोबासको स्थान परिवर्तन गर्नु हो। 9 नम्बरमा चाहिँ दिगो विकास लक्ष्यको एक प्रमुख विशेषता उल्लेख गर्नुहोस् भनेको छ। दिगो विकास लक्ष्यको एक प्रमुख विशेषता भनेको यसले पर्यावरणीय, आर्थिक र सामाजिक सन्तुलन कायम गर्न प्रयास गर्नु हो भनेर यसको विशेषता लेखेको छु मैले। 10 नम्बरमा चाहिँ तपाईको नातेदार वा चिन्जानको केही व्यक्ति चाहिँ रोजगारीको लागि विदेश जाँदै हुनुहुन्छ। उहाँले सुरक्षित आप्रवासनको लागि के गर्नु पर्ला? आफ्नो सुझाव एक वाक्यमा उल्लेख गर्नुहोस् भनेको छ। सुरक्षित आप्रवासनका लागि चाहिँ उहाँले वैध भिसा, सम्पूर्ण कागजातको प्रबन्ध र गन्तव्य देशको कानुनी प्रक्रिया पालना गर्नुपर्छ भनेर मैले एन्सर लेखेको छु। 11 नम्बरमा चाहिँ शिक्षाले सामाजिक परिवर्तनमा प्रभाव पार्ने एउटा प्रभाव चाहिँ एक वाक्यमा उल्लेख गर्नुहोस् भनेको छ। शिक्षाले चाहिँ सामाजिक परिवर्तनमा नागरिक सचेतना बढाएर समाजलाई अग्रगामी बनाउँछ भनेर यसको एन्सर लेखेको छु मैले। यसरी हामीले समूह क को चाहिँ क्वेसन गरेर सिद्धाइसकेका छौँ। अब समूह ख मा चाहिँ संक्षिप्त उत्तरात्मक प्रश्नहरू भनेर 8 वटा क्वेसन सोध्छ। एउटा क्वेसन गरेको 5 नम्बर आउँछ हामीलाई। टोटल 40 नम्बरको चाहिँ क्वेसन सोध्छ यसमा। त्यसमा 12 नम्बरमा के दिएको छ भने बौद्धिक चोरी न्यूनीकरणका लागि भएका प्रयासहरू शीर्षकमा एक सम्पादकीयको नमुना तयार पार्नुहोस् भनेको छ। यसमा चाहिँ हामीलाई अथवा भनेर 2 वटा क्वेसन सोध्छ है। यसको एन्सर लेख्दा हामीले चाहिँ यसको शीर्षक लेख्नुपर्ने हुन्छ। शीर्षक लेखेर अनि त्यसको बारेमा व्याख्या गरेर चाहिँ हामीले नमुना तयार पार्न सक्छौँ। यता साइडमा नि गरेको छ। यसमा चाहिँ हामीलाई 2 वटा क्वेसन दिन्छ मैले भनिसकेको छु हैन। अरमा पनि क्वेसन दिएको हुन्छ। त्यो अरको क्वेसन पनि एउटै भएकाले मैले यसको चाहिँ एन्सर लेखेको छैन। यसमा पनि त्यही सम्पादकीयलाई नमुना तयार पार भनेको छ। टपिक मात्र फरक दिएको छ। अगाडि जसरी गरेको हो त्यसै गरी चाहिँ त्यही फर्मेटमा गर्न सकिहाल्छौ। अब यो पछाडि हामीलाई अर्को क्वेसन के दिएको छ भने 13 नम्बरमा असल व्यक्तित्व विकासमा दर्शनको महत्त्व 5 बुँदामा प्रश्न पार्नुहोस् भनेको छ। असल व्यक्तित्व विकासमा दर्शनको चाहिँ 5 वटा महत्त्व चाहिँ हाम्रो यहाँ तल दिएको छ। एउटा भनेको सदाचारको विकास हुन्छ। दोस्रो नम्बरमा जीवनको उद्देश्यको निर्धारण गर्न सकिन्छ दर्शनले गर्दा। त्यसपछि अर्को भनेको आत्मचिन्तन गर्न सकिन्छ।
अनि अर्को भनेको हाम्रो समाजप्रतिको जिम्मेवारी बोध हुन्छ र सङ्कट व्यवस्थापन गर्न सकिन्छ। यो चाहिँ 5वटा महत्त्व भयो दर्शनको विकासमा, व्यक्तित्व विकासमा चाहिँ दर्शनको चाहिँ यही 5वटा महत्त्व मैले लेखिसकेको छु। अब 14 नम्बरमा चाहिँ तल तपाईँको दैनिक जीवनलाई भूसूचना प्रणालीको प्रयोगले कसरी सहज बनाएको छ, तपाईँले प्रयोग गरेको एक भूसूचना प्रणालीको उपयोगको आधारमा आफ्नो अनुभव 4 बुँदामा प्रश्न पार्नुहोस् भनेको छ। मैले प्रयोग गरेको भनेको चाहिँ गुगल म्यापको प्रयोग गरेको छु। त्योबाट चाहिँ के हुन्छ भने नयाँ स्थानहरू सजिलै पत्ता लगाएको छु मैले हैन, यसले हामीलाई मार्ग निर्देशन दिएको छ। अर्को भनेको समयको बचत भएको छ। यो प्रणालीले चाहिँ मलाई ट्राफिक नियमको जानकारी दिएर यात्रा समय बचत गराएको छ। अर्को भनेको स्थानको जानकारी दिएको छ। मैले पर्यटकीय स्थलहरूको बारेमा विस्तृत जानकारी प्राप्त गरेको छु। त्यो पछाडि सुरक्षा प्रदान गरेको छ। यस प्रणालीले सुरक्षित मार्गको सुझाव दिएर मेरो यात्रा चाहिँ सुरक्षित बनाएको छ भनेर तिमीहरूले लेख्न सक्छौ। त्यो पछाडि अब हामीलाई 15 नम्बरमा चाहिँ नेपाल अङ्ग्रेज युद्ध नेपालको तत्कालीन राजनीतिक परिस्थितिको उपज हो, समीक्षा गर्नुहोस् भनेको छ। अब यसको एन्सर हेर, नेपाल अङ्ग्रेज युद्ध नेपालको तत्कालीन राजनीतिक परिस्थितिको प्रतिफल हो। यस समयमा नेपालभित्र सत्ता सङ्घर्ष चलिरहेको थियो, जसले गर्दा देशलाई बलियो रूपमा एकीकृत गर्ने नेतृत्व अभाव थियो। साथै अङ्ग्रेजहरूलाई चाहिँ आफ्नो साम्राज्य विस्तार गर्ने महत्त्वाकांक्षा रहेको थियो। यी दुवै परिस्थितिले द्वन्द्व निम्त्यायो। नेपालले आफ्नो स्वतन्त्रता र सम्प्रभुताको रक्षा गर्ने प्रयास गरे तापनि आन्तरिक विभाजन र कमजोर सङ्गठनको कारणले नेपालले युद्धमा विजय प्राप्त गर्न सकेन भनेर मैले यसको एन्सर लेखेको छु। त्यो पछाडि हामीलाई 16 नम्बरमा चाहिँ नेपाली समाजमा वर्ग विभाजनका 5 प्रभावहरू उल्लेख गर्नुहोस् भनेको छ। यसका 5 प्रभावहरू भनेको आर्थिक असमानता निम्त्याउँछ हाम्रो वर्ग विभाजनले गर्दा। अर्को भनेको शैक्षिक अवसरमा विभाजन हुन्छ। त्यस्तै गरी स्वास्थ्य सेवामा पनि विभाजन हुन्छ, सामाजिक विभाजन हुन्छ। वर्गीय विभाजनले चाहिँ समाजमा अन्याय र असमानताको बढाएको छ। त्यस्तै गरी राजनीतिक प्रभुत्व हुन्छ। उच्च वर्गका व्यक्तिहरूले मात्र राजनीतिमा प्रभाव जमाउन सफल भएका छन्। यो चाहिँ हाम्रो नेपाली समाजमा वर्ग विभाजनका 5वटा प्रभावहरू भए है। 17 नम्बरमा नेपालको संविधान बमोजिम सङ्घ प्रदेश तथा स्थानीय तहका 10 साझा अधिकारको सूची तयार पार्नुहोस् भनेको छ। मैले यहाँ 10वटा सूची तयार पारिदिएको छु, तिमीहरू हेर्न सक्छौ। 18 नम्बरमा चाहिँ नेपालको नगरपालिकाका घोषणाका आधारलाई सहरीकरण मापदण्डले मानिएको सन्दर्भमा व्यवस्थित सहरीकरणको अवधारणा विकास गर्न के गर्नु पर्ला, आफ्ना सुझावहरू 5 बुँदामा उल्लेख गर्नुहोस् भनेको छ। के गर्नुपर्छ भने सम्भावित सहरीकरण क्षेत्रको उचित योजना निर्माण गर्ने सबैभन्दा पहिला। त्यो पछाडि गुणस्तरीय पूर्वाधारको विकास गर्ने। त्यो पछाडि सरकारी र निजी क्षेत्रको सहकार्य गर्ने। सहरको दिगो विकास सुनिश्चित गर्न वातावरणीय दृष्टिकोण अपनाउने र सहरी बसोबासका लागि आवश्यक सुविधाहरूको प्रबन्ध गर्ने गरेर चाहिँ हामीले गर्न सक्छौँ। अब 19 नम्बरमा चाहिँ शिक्षामा पहुँच र समावेशिताले नेपाली समाजमा परेको सकारात्मक प्रभाव 5 बुँदामा स्पष्ट पार्नुहोस् भनेको छ। यसबाट हामीलाई आर्थिक सुधार भएको छ। शिक्षामा पहुँचले आर्थिक अवसरहरूको विस्तृत गराएको छ, सामाजिक समानता प्रदान गरेको छ। अर्को भनेको राजनीतिक जागरुकता गराएको छ। शिक्षित व्यक्तिहरूले राजनीतिक रूपमा सचेत र सहभागी भएका छन्। स्वास्थ्य चेतना बढेको छ। शिक्षाले स्वास्थ्यको महत्त्वलाई जन्माना साथ बढाएको छ। अर्को भनेको समाज सुधार भएको छ भनेर मैले 5वटा प्रभावहरू लेखिदिएको छु। अथवामा हामीलाई अर्को क्वेसन दिएको थियो। अर्को क्वेसन भनेको शिक्षा र मानव संसाधन एकअर्काका परिपूरक हुन्, उदाहरणसहित प्रश्न पार्नुहोस् भनेको छ। शिक्षा र मानव संसाधन एकअर्काका परिपूरक हुन्। शिक्षा मानव संसाधनको विकासका लागि आधारभूत साधन हो। उदाहरणस्वरूप राम्रो शिक्षा प्राप्त गरेको व्यक्तिहरू आफ्नो सिप र ज्ञानको माध्यमबाट देशको अर्थतन्त्रलाई बलियो बनाउन सक्षम हुन्छन्। यसैगरी मानव संसाधनको सही उपयोगबाट नै शिक्षाको वास्तविक अर्थ प्राप्त गर्न सकिन्छ, जसले देशलाई प्रगतिको बाटोमा लैजान्छ भनेर मैले यो अथवा क्वेसन गरेको थिएँ। 19 नम्बरमा हामीले यो क्वेसन सल्भ गरे नि हुन्छ, यो अगाडि क्वेसन गरे पनि हुन्छ। मैले दुईटै गरिदिएको छु। अब हामी समूह गमा पुगेको छौँ। यसमा विस्तृत उत्तरात्मक प्रश्नहरू भनेर 3वटा क्वेसन सोध्छ। एउटा क्वेसनको 8 नम्बर पाइन्छ भने जम्मा 24 नम्बर पाइन्छ समूह गबाट। 20 नम्बरमा चाहिँ समालोचनात्मक चिन्तन बौद्धिक जीवन उपयोगी सिप मानिन्छ। नेपाली समाजमा समालोचनात्मक चिन्तनको अभ्यास समीक्षा गर्दै यो जीवन उपयोगी सिपलाई अझ बौद्धिक सिप बनाउन के गर्नु पर्ला, आफ्नो विचार प्रस्तुत गर्नुहोस् भनेको छ। समालोचनात्मक चिन्तन भनेको कुनै पनि विषय वा समस्यालाई गहिरो रूपमा विश्लेषण गर्दै तर्कसङ्गत र तटस्थ निर्णयमा पुग्ने प्रक्रिया हो। यो सिपले व्यक्तिलाई जटिल समस्याहरूलाई समाधान गर्न र ठोस निर्णय लिन सक्षम बनाउँछ। नेपाली समाजमा समालोचनात्मक चिन्तनको अभ्यासको अवस्था त्यति सन्तोषजनक छैन। विशेष गरी शिक्षा प्रणालीमा यसको अभ्यास सीमित छ। समालोचनात्मक चिन्तनलाई अझ प्रभावकारी बनाउन निम्न कदमहरू उठाउन आवश्यक छ भनेर मैले लेखेको छु। अब हामी यसको बुँदाहरूमा लेख्नेछौँ होइन। शिक्षा प्रणालीमा हामीले सुधार गर्नुपर्ने हुन्छ। अर्को भनेको मिडिया र सूचना स्रोतहरूको विकास गर्नुपर्ने हुन्छ। त्यस्तै गरी सामाजिक संरचनाको सुधार गर्नुपर्ने हुन्छ।
सार्वजनिक बसको प्रवर्धन गर्नुपर्ने हुन्छ है। यसरी मैले 20 नम्बरको गरिसकेको छु। 21 नम्बरमा चाहिँ नेपालमा प्रादेशिक अन्तर्सम्बन्धले प्रदेशहरूको आर्थिक र सामाजिक परिवर्तनमा पर्ने 4-4वटा सकारात्मक प्रभावहरू उदाहरणसहित प्रश्न पार्नुहोस् भनेको छ। हामीले आर्थिक र सामाजिक दुईटै 4-4वटा प्रभावहरू लेख्नुपर्ने छ सकारात्मक। सबभन्दा अगाडि मैले आर्थिक प्रभावहरू लेखेको छु। यसबाट हामीलाई व्यापारिक वृद्धि हुन्छ। अर्को भनेको लगानीको प्रभाव बढ्छ। त्यस्तै गरी कृषि तथा उद्योगमा सहयोग पुग्छ। अर्को भनेको के हुन्छ हाम्रो संयुक्त पूर्वाधार चाहिँ विकास हुन्छ। यो चाहिँ हाम्रो 4वटा के भयो सामाजिक होइन आर्थिक चाहिँ प्रभावहरू भए। अब सामाजिक प्रभावहरू चाहिँ के हुन्छ भने सांस्कृतिक आदान प्रदान हुन्छ होइन। संस्कृतिको चाहिँ के हुन्छ आदान प्रदान हुन्छ। शिक्षाको पहुँच बढ्छ होइन। त्यस्तै गरी स्वास्थ्य सेवाको आदान प्रदान हुन्छ। समाज सुधारका कार्यक्रमहरू सञ्चालन हुन्छन् भनेर मैले यसरी सामाजिक र आर्थिक दुईटै प्रभावहरू लेखेको छु। त्यसको व्याख्या पनि गरेको छ, तिमीहरू यहाँ हेर्न सक्छौ। अर्को हामीलाई यसमा पनि अर क्वेसन दिएको थियो होइन। लङ क्वेसनमा पनि हामीलाई अर क्वेसन दिन्छ एउटामा होइन। के क्वेसन दिएको छ भने तपाईँ बसोबास गर्नुभएको प्रदेशको भौगोलिक अवस्थाले त्यहाँका आर्थिक गतिविधि र जनसाङ्ख्यिकी वितरणमा चाहिँ पारेको प्रभाव वर्णन गर्नुहोस् भनेको छ। यसको एन्सर मैले प्रदेश नम्बर 3 को भौगोलिक अवस्थाले आर्थिक गतिविधिमा पारेको प्रभाव भनेर लेखेको छु। प्रदेश नम्बर 3 को लेखिदिएको छु। यसमा हेर कृषिमा के छ भने प्रदेश नम्बर 3 को समतल भूभाग र उपजाउ भूमि भएकाले यहाँ कृषिमा राम्रो सम्भावना छ भनेर लेखिदिएको छु। पर्यटनको बारेमा लेखेको छु मैले यहाँ होइन। त्यस्तै गरी अर्को के छ उद्योगको बारेमा पनि लेखिदिएको छु। त्यस्तै गरी व्यापारको बारेमा लेखिदिएको छु होइन। अनि अब जनसाङ्ख्यिकी वितरणमा परेको प्रभावको बारेमा मैले यहाँ लेखेको छु। सहरीकरण भइरहेको छ होइन। त्यस्तै गरी ग्रामीण जनसङ्ख्या आन्तरिक बसाइसराई जाति विविधताहरूको बारेमा मैले यहाँ व्याख्या गरेको छु, तिमीहरूले हेर्न सक्छौ। अब हामी 22 नम्बरमा पुगेको छौँ। 22 नम्बरमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई समयानुकूल बनाउँदै अधिकतम आर्थिक लाभ लिन के गर्नु पर्ला आफ्नो विचार समिति परराष्ट्र मन्त्रीलाई चाहिँ एउटा एक चिठी लेख्नुहोस् भनेको छ। मैले यहाँ मितिहरू लेखेर अनि माननीय परराष्ट्र मन्त्रीज्यू भनेर अनि मन्त्रालयको लेखिसकेको छु। तब पछाडि हामीले त्यो साइडमा विषय लेख्नुपर्ने हुन्छ। यो विषय लेखेपछि एक लाइन छोडेर एन्सर लेख्नुपर्ने हुन्छ है। अनि मैले यसको बारेमा अलिकति सम्बोधन गरेर त्यसमा आवश्यक पर्ने निम्न उपायहरू के हुन सक्छन् त्यसको बारेमा लेखेको छु। मैले कतिवटा बुदामा लेखेको छु। 1 नम्बरमा बहुपक्षीय व्यापार र सम्झौता प्रतिको प्रवर्धन भनेर यसको बारेमा व्याख्या गरेर भनेको छु। अर्को भनेको विदेशी लगानीको प्रवर्धन। त्यस्तै गरी 3 नम्बरमा पर्यटन क्षेत्रको प्रवर्धन गर्नुपर्ने देखेको छ होइन। 4औं नम्बरमा वैदेशिक रोजगारको सुधार र सुरक्षाको बारेमा लेखेको छु। 5 नम्बरमा प्राविधिक सहयोग र ज्ञान हस्तान्तरणको बारेमा लेखेको छु। यसरी मैले केही सुझावहरू दिएर चाहिँ लास्टमा धन्यवाद भनेर यो चिठीको चाहिँ तयार पारिसकेको छु। यसरी मैले यो नम्बरको पनि क्वेसन सल्भ गरिसकेको छु। यसरी क्वेसनलाई सल्भ गरेर चाहिँ हामीले क्लास 12 को सोसल बुकको चाहिँ मोडल क्वेसन सोल्युसन चाहिँ समाधान गरेर सिद्धाइसकेका छौँ होइन। अब आउने अर्को भिडियोमा हामी अरू सब्जेक्टहरूको पनि मोडल क्वेसन सोल्युसन लिएर आउनेछौँ। भिडियो लास्टसम्म हेर्नु सबैलाई धन्यवाद।